ए सुखराम पनि पानी परेर ल बब्बाल यस्तरी पानी पर्दो रहेछ। अब एकछिनपछि केशोटार पनि आइपुग्छ होला पानी। अहिले चाहिँ यहाँ ठिनै गाम हरकुरसम्म आइपुग्यो पानी। केशोटार चाहिँ आएन है। यो त कस्तो हरियो देखिरा माथि हरियो हरियो। ए कस्तो रे पानी परेको हेर्नु त। अबै मुसलधारे पानी परे। मैले यस्तरी पानी परेको देखेँ त फर्स्ट टाइम ल। आउन कस्तो पानी परेको के म त कहिले पनि देखेको थिएँ यस्तो पानी परेको त। आउ त हेर्दा सुखराम आइपुग्यो कस्तो सुखराम परेको पानी। हेर्दा कस्तो पानी परेको हेर्नु त। देखेको थिएँ यस्तो कहिले पानी परेको यस्तरी देखेको थिएन। ढुडी होइन पानी आएको है कस्तो आएको है। उयो त हर्कपुर ठिन्न केशोटारमा आइपुगेँ होइन होइन। त्यहाँ कस्तो पानी परेको पानी परेको सुने है सुने सुने। कुकुर पनि हिँडेको देखाउनु न अझै कस्तो हरियो देख्यो है। ल पानी त रुम्सीमा आइपुग्यो। नजिक 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 हुँदै हाम्रोतिर पनि आउँछ ल। त्यसपछि केशोटार पुरै त्यसै हाम्रो त्यसपछि गाउँ त्यसपछि रुम्सी पुरै हुन्छ। अब खोया पस्छ है भित्र मुखभित्र। के खोया आँपको खोया नि मुखभित्र पस्ला भित्र नहाल। हरियो देखिरहेछ यता पानी परेर। ल आइपुग्नुलाई पानी गोरु बाख्रा पनि आउँछ होला अब पानी परेपछि। खै भिज्ने चिजहरू केही छ कि छैन सबै भिज्छ होला। कस्तरी पानी परेको नि त सेती पाहाडतिर है। हेर्नु ए उता देख्दै देखेन केही पनि। तर हाम्रो यता चाहिँ पानी परेको छैन है। यता पनि एकछिनपछि पर्न सक्छ पानी। तर हेर्नु कस्तो पानी पऱ्यो एउटा यहाँ माथि आकाश दमौलतिर पनि पऱ्यो अलिअलि त। सबैभन्दा त यहाँ बिचमा पऱ्यो पानी बेसी सबैभन्दा होइन त। त्यो गाउँको नाम हो रुम्सी। रुम्सी त्यहाँ बस्छ मेरो साथी। त्यो तिम्रो साथीको नाम साइमन लोकेमिना। ल म चाहिँ आएको बित्तिकै बाख्रा चराएको थिएँ। अब खानासाना पकाउने गर्दासम्म चाहिँ पानी पनि आइपुग्छ होला। कसले पकायो भात तरकारी पकाउनु छ तपाईँ। कसले बनायो भात दाजुले हो र कति चाँडै बनायो। मिठो भयो भएन टेस्टी। म त दुईटा हातले खान्छ। यो हातमा गाउँ भयो भने यो हातले खान्छ यो हातमा गाउँ भयो भने यो हातले खान्छ। हाम्रो फुल हेर्दै फुल मैले कस्तो राम्रोसँग काटेर राखेँ। बल्ल अलिअलि राम्रो हुन्न यस्तो खास यो फुल हुने यस्तो काटेर सिधा हुन्छ। हेलो माथिबाट तलसम्म त्यस्तो बनाउनु भनेको। खोइ बाख्रा गोरु कता गयो। पानी त आइपुग्यो। केशोटारमा आइपुग्यो होइन अलि। केशोटारमा आइपुगेपछि त हाम्रो टर्न हो। त्यसपछि गाउँको टर्न। के को टर्न पानी पर्ने के